अल्फा नेपाली ज्ञानमाला कक्षा 7 सुनाइ पाठ 7 पाठको शीर्षक छ मिहिनेती कमिला। एउटा जङ्गलमा केही कमिलाहरू बस्दथे। ती कमिलाहरू रात दिन काम गरेर खानेकुरा जम्मा गरेर राख्थे। त्यही जङ्गलमा एउटा झ्याउकिरी पनि बस्दथ्यो। त्यो झ्याउकिरी काम नगरी गीत गाएर बसिरहन्थ्यो। उसले कमिलाहरूले रात दिन काम गरेको देखेर गिजाउँथ्यो र भन्थ्यो, ए भाइ बहिनी हो, कति दुःख मात्र गर्छौ, तिमीहरूले सुखसँग बाँच्न जानेकै रहेनछौ, बरु आओ मसँग गीत गाउन। कमिलाहरूले पनि झ्याउकिरीको कुरा नसुनी एकहोरो काम गरिरहे। उनीहरूले धेरै खानेकुरा जम्मा गरे। 1 महिनापछि जाडो सुरु भयो। कमिलाहरू आफ्नै घरभित्र जम्मा गरेर राखेको खानेकुरा खाएर बस्न थाले। झ्याउकिरीसँग सञ्चित खानेकुरा थिएन। ऊ भुकै पर्न थाल्यो। उसले कमिलासँग खानेकुरा माग्यो। कमिलाले पहिले अल्छी गर्ने, अहिले खानेकुरा मागेर पाइँदैन भने। उनीहरूले समयमै मेहनत गर्नुपर्छ भनेर पनि सम्झाए।